घिनको हुँदैन मानिस ठुलो, दिलले हुन्छ, जातले हुँदैन. Taking her moral education into consideration, we celebrate this milestone. We honor तपाईको एंगेजमेन्टको यो खबर सुनेर तपाईको एक्स मुटुमा आक्रमण भएर परमधाम गयो. हो र किन मनाइन्छ भन्ने विषयलाई हामीले हाम्रो भावी सन्ततिलाई पनि सिकाउनु पर्छ भन्ने साथै हाम्रो यो बिर्सिँदै गएको संस्कृतिलाई जगेरा गर्न यी नानीहरूमा जागरुकता ल्याउनु पर्छ भन्ने ध्येयले नै हामीले प्रत्येक वर्ष सानो रूपमा भए पनि यो नयाँ वर्षलाई मनाउने गर्ने गरेका छौँ. जसरी प्रत्येक वर्ष अंग्रेजी महिनाको प्रथम जनवरीको दिन एकअर्कामा शुभ सन्देश पठाएर हर्षोल्लासको साथ नयाँ वर्ष जुन जोश र उत्साहमा मनाउने गर्छ, हामीले पनि पहिलो वैशाख अथवा नेपालीहरूको पहिलो नयाँ वर्ष अथवा वैशाख महिनाको प्रथम दिनलाई त्यसरी नै मनाउनु पर्ने हो भन्ने हामीलाई लाग्छ. आज त हाम्रो नयाँ वर्षको पहिलो दिन हो. यसलाई हामी रमाइलो गरेर मनाऊ है. आमा, तपाईँले के बनाउनु भएको? म त भाइको लागि लुगा बनाएको नि. भाइलाई बनाइसकेर मलाई पनि बनाइदिनु है. हुन्छ. को हो यति बेला? अरे, हाम्रो जेठा छोरा त विदेशबाट पो आइपुगेछ. भाग्यमानी हुनु. ठिकै हुनुहुन्छ आमा? म ठिकै छु नि. हुँदैछ दादा, मेरो परीक्षा राम्रो हुँदैछ. शाबास. दादा तपाईँले के ल्याइदिनु भयो हामीलाई विदेशबाट? नसुर्ताउ न, ल्याइदिएको छु नि. आहा, कति तपाईँ पिचकारी. आहा, यति धेरै ल्याइदिनु पर्दैन नि. भाइ बहिनीलाई त ल्याइदियो, मलाई पनि पो ल्याइदिएछ. अब विदेश गएपछि यति त मेरो भाइ बहिनीलाई ल्याइदिनु पर्यो नि. म त यो दिनको लागि कहिलेदेखि पर्खिरहेको थिएँ. मलाई पनि त आजको दिनमा मिठा मिठा खाना अनि नयाँ नयाँ लुगा लगाएर घुम्न मन छ. आमा हामी बाहिर गएर पिचकारी खेलौँ? हो, त्यो सब ठिक छ, तर पहिले हामी ईश्वरको पूजा गर्नुपर्छ अनि मात्र हाम्रो नयाँ वर्षको पहिलो दिनको सुरुवात हुन्छ. साना भाइ बहिनीहरू त स्वीकार्नुहोस् प्रस्तुत नृत्य.
सजुलाई सफलता मान सम्मानको उचाइ मिलोस्। मिलोस् हजुरलाई सफलता मान सम्मानको उचाइ मिलोस्। हर पल हर क्षण हजुरले चाहेको हजुरको हरेक ती मन्जिल मिलोस्। हर पल हर क्षण हजुरले चाहेको हजुरको हरेक ती मन्जिल मिलोस्। नयाँ वर्षको अनगिती शुभकामना। खामोशी नचाओस् मुहारमा, पीडा नहोस् जीवनमा। खामोशी नचाओस् मुहारमा, पीडा नहोस् जीवनमा। पुरा होस् हजुरका सबै चाहना। नयाँ वर्षको मङ्गलमय शुभकामना। तपाईको एंगेजमेन्टको यो खबर सुनेर तपाईको एक्स मुटुमा आक्रमण भएर परमधाम गयो। कुन चाहिँ एक्स? बल्ल बुझे चाल तेरो रहेछ तिर्ताले, तँलाई सपिङ गरिदिएको पैसा फिर्ताले। बल्ल बुझे चाल तेरो रहेछ तिर्ताले, तँलाई सपिङ गरिदिएको पैसा फिर्ताले। तँलाई सम्पत्तिको सन भएको भिकारीले पाओस्, मलाई जुत्ती हान्ने खुट्टी तेरा फर्किएरै जाओस्। मलाई पिठ्यौँ देखाइ हिँड्ने तेरा ठाडै सर्की जाओस्। तेरा कैन भएको रुखको खेती धमिराले खाओस्। मलाई छोडी अर्कै हेर्ने तेरा आँखै पड्की जाओस्। मलाई छोडी अर्कै हेर्ने तेरा आँखै पड्की जाओस्। And compassion. When she teaches Muna Madan, oh how beautifully she recites. छेत्रीको छोरी यो पाउ छुन्छ, घिनको हुँदैन मानिस ठुलो, दिलले हुन्छ, जातले हुँदैन। Taking her moral education into consideration, we celebrate this milestone. We honor not only Rita ma'am's dedication to our school, but also her impact on the countless lives she has touched. It is a testament of unwavering commitment, boundless patience, and a passion for shaping young minds. In his 3 decades, he has not only taught us subjects, but also values and discipline. सम्पूर्ण मेरो पाठशालाका शिक्षण सहपाठीहरू अनि अशिक्षण कर्मचारी सम्पूर्ण मेरो विद्यार्थीहरूलाई आन्तरिक हृदयबाट धन्यवाद दिन चाहन्छु। र हिजो अस्ति जस्तो लाग्छ अरू यहाँ पाठशालामा एक शिक्षिकाको रूपमा भर्ना भएर यो पाठशालामा जोइन गरेको। And my dear students, I am in loss of words. It's quite a big surprise for me today. I wasn't expecting this, so I don't have enough words to express my gratitude. Thank you all. Hey!